धेरै पछि चाहिँ हामीले बासे चौरीको सेकुवा खाँदैछौँ। हाई एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। आई होप हजुर सबैजना सन्चै हुनुहुन्छ होला। अनि म पनि अहिले चाहिँ ठिकै नै छु। घाँटी चाहिँ हल्का बसे जस्तो भइरहेछ, तर त्यस्तो दुख्ने ओर्ने चाहिँ भएको छैन। हामी चाहिँ मैले अगाडिको भिडियोमा देखेर नै हजुरहरूलाई थाहा भइसक्यो होला हामी कहाँ जाने भनेर। फर्स्टमा चाहिँ म लाँदैछु हजुरहरूलाई हाम्रो दिदीको घर। अनि हाम्रो दिदीहरूको घरमा गइसकेपछि चाहिँ दिदीहरू रेडी भएको हुनुहुन्न रहेछ र हामी चाहिँ एउटा गीतमा टिकटक बनाइहाल्यौँ। हजुरहरूलाई पनि थाहा होला यो ट्रेन्डमा नै छ। अनि त्यसपछि हामीले बल्ल टिकटक बनाइसकेपछि चाहिँ सबैजना रेडी भइसकेर चाहिँ हामी तल उत्रेर लाग्यौँ हामी पत्रीतिर। मैले मिनी भ्लग बनाएको पनि 1 वर्ष भइसकेछ क्या। यही मङ्सिरमा नै मैले मिनी भ्लग बनाउनु स्टार्ट गरेको थिएँ। त्यतिखेरको मौसममा चाहिँ भने एकदमै हुस्सेहरू लागेको थियो भने चाहिँ मैले त्यहीँबाट स्टार्ट गरेको थिएँ। तर यो मङ्सिरमा भने चाहिँ एउटा हुस्से पनि छैन। अनि हामी सिधै लाग्यौँ पत्रीको गोर्खा डिपार्टमेन्टतिर, किनभने हामीलाई 2-3वटा सामान किन्नुपर्ने थियो नि त। त्यहाँबाट किन्यौँ हामीले फर्स्टमै सुन्तला, अनि त्यसपछि भित्र गएर क्यानबेरी जुसहरू र चिप्सहरू किन्नुपर्ने थियो र त्यो किनेर हामी बाहिर निक्ल्यौँ। चाहिँ हामीले सबै सामान किनिसकेर चाहिँ हामी गाडीभित्र पस्यौँ र यो वाला चक्लेट चाहिँ मलाई कस्तो देख्दै खमखम लागेको थियो क्या। अनि हामीले 105 को 3टा किनेर चाहिँ एकदमै मिठो थियो। यो वाला चक्लेट चाहिँ मैले पहिला पनि खाएको रहेछु, डिजाइन मात्रै डिफ्रेन्ट रहेछ क्या। बासे चौरी चाहिँ योभन्दा पहिला पनि हामी गएको हो, मैले भिडियो हालेको नै छु। आज चाहिँ स्याटरडे भएर पनि होला अलिक धेरै नै मान्छे हुनुहुन्थ्यो। पहिला मङ्गलबारे सिमसार चाहिँ हामी एकदमै धेरै गएको हो क्या। मासु खान चाहिँ हामी धेरै नै जान्थ्यौँ। तर मलाई अहिले चाहिँ त्यति धेरै जान मन लाग्दैन, किनभने पहिल्यैदेखि गएर पनि होला भिडभाड पनि एकदमै धेरै हुन्छ नि त। बासे चौरीमा चाहिँ ड्राई पिकनिक, फ्यामिली पिकनिक चाहिँ एकदम मजाले खान सक्नुहुनेछ। आज पनि कति धेरैजना आउनुभएको थियो क्या। विन्टर मजाले नलागिकन नै झन् अझै हुस्सेहरू लाग्यो भने त कतिजना चाहिँ आउनुहुन्छ होला। अनि हामी चाहिँ त्यहाँ पुगेर चाहिँ गाडीदेखि उत्रेर चाहिँ आलु चप र प्याजी देखेर चाहिँ हामी चाहिँ आलु चप र प्याजी ल्याउन गएको थियौँ। अनि त्यसपछि अलिकति ढिलो हुने भएको कारणले चाहिँ हामी त्यहाँ एकछिन गफ गर्दै बसिरहेको थियौँ। अनि यता चाहिँ स्टार्ट पनि गर्नुभएको थियो र हामीले पानीपुरी पनि खायौँ। त्यहाँको पानीपुरी चाहिँ एकदम चुम्मीवाला नै थियो है। अनि यता चाहिँ भने हाम्रो आलु चप र प्याजी रेडी भइसकेको थियो। हामीले पर्खेरै भए पनि लगेर गयौँ। बास्ना यस्तो मिठो आउँदै थियो नि, झन् तातो थियो है। अनि हामी चाहिँ यताउता हेर्दै जाँदै थियौँ क्या, योभन्दा अगाडि कहाँ बसेको भनेर। अनि त्यसपछि यहाँ चाहिँ हाम्रो दिदीले चिन्नु भएको नै हुनुहुँदो रहेछ, त्यही भएर चाहिँ मैले भित्र गएर भिडियो पनि बनाएँ मजाले। यस्तो मिठो बास्ना आएको थियो नि। यहाँ चाहिँ एकदमै ढुङ्गामै पोलेको हुन्छ क्या, त्यही भएर चाहिँ मलाई मिठो लागेको हो। मलाई मात्र होइन, प्रायः सबैलाई मिठो लाग्छ होला क्या। मलाई थाहा थिएन यहाँ ढुङ्गामा पोल्छ भनेर। पहिला हामी खुब सिमसार जाँदाखेरि चाहिँ एकजनाले मलाई भन्नुभएको थियो क्या, कति मङ्गलबारे सिमसार गएको, एकचोटि बासे चौरी गएर खाएर त तिमीलाई मनपर्छ भन्नुभएको थियो। तर साँच्चै नै मलाई मन पर्यो क्या यहाँको। अहिले चाहिँ सुन्तलाको सिजन पनि भएर होला एकदमै मिठो भएको थियो। अनि त्यसपछि हामीले गफ गर्दै गर्दै चाहिँ हाम्रो चटपटे पनि आइसकेको थियो। हामीले चाहिँ 3टा मगाएको थियौँ, तर हामीलाई चाहिँ एउटा मात्रै आइपुगेको थियो। अस्ति नै 2-3 दिनको लागि पहाड गएको थिएँ नि त। अनि त्यहाँ के भयो कसो भयो भन्दै यतिको रमाइलो भयो भन्दै चाहिँ म चाहिँ दिदीहरूलाई सुनाउँदै थिएँ। अनि त्यसपछि हाम्रो 2टा चटपटे आइस पनि सकेको थियो। लाइफमा यतिको गफाडी साथी चाहिँ हुनै पर्छ है। यसको गफलाई साइड लगाइदिउँ र ल्याइसक्नु भएको छ पापड। हो हेर्दा हेर्दै हाम्रो सेकुवा त आइपुग्यो त हो। मलाई चाहिँ फर्स्टमै भिडियो खिच्नुपर्छ क्या, त्यही भएर मैले चाहिँ हातमा माग्दै थिएँ। हेर्नुहोस् न प्लेटमा कति यमी देखेको है। पोर्क लभर हुनुहुन्छ भने चाहिँ पक्कै पनि खानु मन लाग्यो होला है। मलाई सेकुवा भने चाहिँ एकदमै मनपर्छ नै। त्यस्तो त्यो मेरो यही फेभरेट हो नै भन्ने चाहिँ होइन। मलाई चाहिँ अलिक कुखुराको मासु नै मनपर्छ, मनपर्न चाहिँ। तर सेकुवाहरूमा हो भने चाहिँ मलाई एकदमै मनपर्छ क्या सुँगुरको मासु। र हामीले पहिला अर्को ठाउँमा खाएको भन्दा मलाई यो ठाउँको चाहिँ एकदमै बेस्ट लाग्यो है। अनि ऊ चाहिँ सुँगुरको मासु खाँदैन र उसको चाहिँ कुखुराको मासु आएको थियो। यदि हजुरहरू जानुभयो भने पनि एकचोटि त्यो ठाउँमा जानुहोस्, अनि टेस्ट कस्तो लाग्छ है त। मलाई चाहिँ एकदमै मिठो लाग्यो। अनि पिसेसहरू पनि एकदमै ठुलो ठुलो पिसको थियो क्या। त्यो पोर्कको 3 पिस मासु भन्छ नि, हो त्यस्तै टाइपको थियो क्या। अरू चाहिँ गफ गर्दै हुन्थ्यो, म चाहिँ फेरि आफ्नै तालमा बजाउँदै थिएँ क्या। यता फेरि अँधेरो नै भएर होला मेरोपट्टि पनि अझ अँधेरो देखिरहेको थियो। लास्टमा चाहिँ अनि मेरो एक्सट्रिम सकेर चाहिँ मैले कोक पनि खाएँ। के भने पनि कोकको साथ चाहिँ छोड्नु हुँदैन है हामीले। अनि हामीले खायौँ ओर्यौँ। अनि त्यसरी लास्टमा चाहिँ हामीले त्यो सबै खाइसकिनौँ क्या। अनि खाइसकिनौँ अनि हामीले चाहिँ घरमा प्याक गरेर लग्यौँ। अनि त्यसपछि चाहिँ हामी चाहिँ जुत्ता सुत्ता लाएर चाहिँ यता बिलिङ गर्दै हुनुहुन्थ्यो। अनि हामी चाहिँ घर जानुको लागि रेडी हुँदैछौँ। आजको लागि चाहिँ यति नै। थ्याङ्क्स फर वाचिङ सबैजनालाई।